संस्कार बिना शिक्षा अधुरो, शिक्षा बिना भविष्य, ज्ञान र संस्कार दुवै भए बन्छ समाज सभ्य अवश्य, बन्छ समाज सभ्य अवश्य। धेरै धेरै धन्यवाद छ कार्यक्रम सञ्चालकज्यू। आजको यस गैरमय सभाका सभाध्यक्ष महोदय, प्रमुख अतिथिज्यू, विशिष्ट अतिथिज्यूहरू, अन्य अतिथिगणहरू, निष्पक्ष निर्णायक मण्डलज्यूहरू, साथै प्रतिस्पर्धी तथा अप्रतिस्पर्धी मित्रहरू सम्पूर्णमा म आइरिस इङ्ग्लिस अकाडेमीमा कक्षा 9 मा अध्ययनरत छात्र रसिम करेलको तर्फबाट स्वीकार्नुहोस् न्यानो अभिवादन सहित न्यानो नमस्कार। आज म हजुरहरूका सामु संस्कारयुक्त शिक्षा आजको आवश्यकता भन्ने शीर्षक लिएर आएको छु। सभाध्यक्ष महोदय, सर्वप्रथम शिक्षा भनेको के हो? शिक्षा भनेको व्यक्तिमा अन्तर्निहित प्रतिभा, क्षमता र व्यवहारलाई बाहिर निकाली विकसित गर्ने जीवन पर्यन्त चलिरहने प्रक्रिया हो, जसले ज्ञान, सिप, नैतिकता आदि आर्जन गरी सभ्य नागरिक बन्न सिकाउँछ र औपचारिक वा अनौपचारिक नैतिक वा सिपमूलक जुनसुकै शिक्षा भए तापनि यसले व्यक्तिलाई अन्धकारबाट उज्यालोतर्फ लैजान अनि सक्षम र उत्पादित बनाउने कार्य गर्दछ। संस्कारयुक्त शिक्षा भनेको किताबी ज्ञानका साथसाथै मानवीय मूल्य मान्यता, नैतिक आचरण, असल बानी बेहोरा सिकाउने शिक्षा हो, जसले ज्ञानका साथसाथै विनम्रता र अनुशासन र जिम्मेवारी नागरिक बनाउनुका साथसाथै मानसिक वा शारीरिक रूपमा स्वच्छ राखी परिवार, राष्ट्र अनि देशको कर्तव्य पूरा गर्न प्रेरित गर्दछ। सभाध्यक्ष महोदय, संस्कारयुक्त शिक्षा घरको काखबाट सुरु भएर विद्यालयको कक्षाबाट परिपक्व हुन्छ र समाजमा फुल झै फक्रिन्छ। जब कुनै बच्चाले पहिलो पटक बोल्न सिक्छ, उसले शब्द मात्र सिक्दैन, उसले संसार बुझ्न सिक्छ। जब ऊ विद्यालय जान्छ, उसले किताब मात्रै पढ्दैन, उसले जीवन पढ्न सिक्छ। त्यसैले मानिसहरूलाई ज्ञानी, विवेकशील र समाजको लागि उपयोगी बनाउने संस्कारयुक्त शिक्षाको आवश्यकता कति छ भनेर जति व्याख्या गर्दा पनि पुरा हुँदैन। तर त्यही उपलब्धिमूलक शिक्षाको सुरुवात अङ्क अनि प्रमाणपत्र र प्रतिस्पर्धामा रह्यो भने समाज टुक्रिन गई राष्ट्रपतिको मोह हराई बिस्तारै नाता सम्बन्ध कमजोर भई समाजमा हिंसा, डकैती, चोरी लगायतका अन्य नकारात्मक कामहरूको जरा बलियो हुँदै जानेछ भन्ने कुराबारे केही शङ्का छैन। त्यसैले केवल प्रतिस्पर्धीमूलक शिक्षा मात्रै नभएर हामीले सहकार्यमूलक जस्ता संस्कारयुक्त शिक्षाको आवश्यकता आजको युगमा अति नै महत्त्वपूर्ण रहेको छ। सभाध्यक्ष महोदय, तर म त विद्यालयमा पढ्ने एउटा सानो विद्यार्थी। मेरो विचारमा बाल मस्तिष्कमा हामीले जे चाह्यौँ त्यही राख्न सक्छौँ र बाल मस्तिष्कलाई हामीले कच्चा माटोको रूपमा विभिन्न स्वरूपमा परिवर्तन गर्नको लागि सर्वप्रथम परिवारबाटै संस्कारयुक्त शिक्षाको सुरुवात हुनुपर्दछ। तर विडम्बना अहिलेका पुस्ताहरू आफूलाई नैतिक मूल्य मान्यताहरूबाट बिस्तारै कमजोर बनाउँदै गएका छन्। आधुनिकताको नाममा अभिभावक स्वयं आफै विद्यालय आएर शिक्षकहरूको नकारात्मक सोच्ने अनि आफ्नो नानी बाबुहरूको उपलब्धि शिक्षाको मात्र अङ्क हेर्ने प्रविधि बढ्दै गएको छ, जसले गर्दा विद्यार्थीहरूमा डिग्री छ तर धैर्यता छैन, ज्ञान छ तर मानवता छैन र विद्यार्थीहरू प्रविधि मैत्री हुँदै गएर आफ्नो नाता सम्बन्धको सुमधुर सम्बन्धलाई बिस्तारै भुल्दै गएका छन्। एकपटक सोचौँ त, चेतना स्तरलाई खुल्ला बनाउन नदिन कतै तपाईँ हाम्रै संस्कृति त बाधक भएको छैन? विद्यार्थीहरू शिक्षित छन् तर संस्कारयुक्त छैनन् भने उसले जति नै अङ्क ल्याए पनि, जति नै सक्षम भए पनि समाज अनि राष्ट्रको लागि के नै राख्छ र? अन्त्यमा विद्यालय तथा परिवारहरूले आफ्नो विद्यार्थी लगायतका नानी बाबुहरूलाई सानैदेखि संस्कारयुक्त शिक्षा दिनुपर्छ र खास गरी विद्यालयहरूले आफ्नो पाठ्य पुस्तकमा संस्कारयुक्त शिक्षाको आवश्यकता भन्ने विषय समावेश गर्नुपर्छ। तब मात्र असल अनि कुशल समाज निर्माण गर्न सकिन्छ र देश विकासमा लाग्न सकिन्छ भन्दै म यस मञ्चबाट बिदा हुन चाहन्छु। हस्त, धन्यवाद।